हेलो गाइज गुड मर्निङ म शर्मिला बिक अनि मेरो यस नयाँ भिडियोमा तपाईहरुलाई स्वागत छ। आज चाहिँ हाम्रोतिर यता पानी परिरहेको छ र हाम्रो धान रोप्ने कार्यक्रम पनि छ। लेट्स गो। तपाईहरु चाहिँ अन्तिमसम्म भिडियो हेर्नु होला है। सो गाइज अब काममा जानको लागि चाहिँ म बाल बाट्दै छु। बाल त बाट्नु पर्यो नि, अब यस्तै खुल्ला छोड्नु त भएन हैन। म चाहिँ बाल बाट्दै छु। सो गाइस मैले चाहिँ बाल बाटेर भ्याएँ। अब चाहिँ टाउकोमा यो रुमाल बाट्नु पर्ने हुन्छ है। मैले चाहिँ यसो पिङ्कीलाई यसरी बाट्छु मेरो टाउकोमा। ल गाइस म चाहिँ रेडी भयो। अब नास्ता खान्छु अनि नास्ता खाएर चाहिँ म जान्छु खेततिर। सो गाइस मेरो चाहिँ नास्ता तयार भइसकेको छ। अब चाहिँ म खान्छु। सो गाइस हामी चाहिँ खेतमा आइसक्यौँ। हामी यति जरा छौँ। पहिला चाहिँ हामी बिउ काट्छौँ, त्यसपछि रोप्न जान्छौँ। नानी एउटा छाता ल्याऊ न। नानी देऊ त एउटा छाता। दिदी दिन त यो कि पर्दैन भन्नुभयो? म जाने मुनाले भन्ने मुना घरै छैन नि त कहाँबाट साह्रै घाम भयो गाइस। छाता ओर्दै बिउ निकाल्नु परिरहेछ। बरु जाम रोप्न पुग्छ होला है बिउ त अब। तिमी टेन्सन नलेऊ है, तिमी कालो हुन्नौ। आरामले उकाल। यो अन्टीलाई भन नराम्रो त भएन र अब त बिउ हेर्नु अघि उसबाट त चकबाट गाइस जिन्दगी ढ्याप्पै भयो हाम्रो। कसरी छाता टाइगर ल बस नै के बस्छु नि अघि बस्न भनेर गर्नु त्यसपछि मलाई लखट्नुहुन्छ। मेरो कस्तो छ नाइला हैन घामले डढेर होला नि बाल पनि।
कति भयो फाइनली गाइस हाम्रो धान रोपेर चाहिँ सकिसकेको छ भिडियोलाई मन पर्यो भने लाइक कमेन्ट सेयर अनि सब्स्क्राइब गर्न चाहिँ नबिर्सनु होला बाई बाई